को माया गरेको मानिसले हजुरलाई सामाजिक सञ्जालमा जताकतै ब्लक गरिरहेको छ र हजुरले उसँग बोल्न नपाएर बेचैन हुनुहुन्छ। खाली हजुर अफिस जानुहुन्छ उसकै ख्याल आउँछ, हजुर घरमा आउनुहुन्छ उसकै ख्याल आउँछ। त्यो ख्यालले यति हैरान पारिरहेको छ, हजुरले सोचिरहनु भएको छ उसलाई आफ्नो बसमा पारौँ र मैले मेरो सम्पूर्ण जीवन राम्रोसँग अघि बढोस् भनेर चाहनुहुन्छ, तर हजुरको त्यो भइरहेको छैन। हजुर घरमा सुत्नुहुन्छ तर निद्रामा लाग्दैन, उसैलाई मात्रै सोचिरहनुहुन्छ, उसका मात्रै ख्याल तपाईका मन मस्तिष्कमा खेल्न थाल्छन् भने हजुरको लागि त्यो व्यक्तिलाई हजुरको शरणमा हजुरको बसमा राख्ने एउटा चमत्कारिक उपाय रहेको छ, जुन उपायले हजुरले त्यो व्यक्तिलाई बसमा राख्न सक्नुहुनेछ। हजुरले सर्वप्रथम यो भिडियो सक्दो शेयर गर्नुहोस् र हामीहरुसँग परामर्श गर्नको लागि ग्रहकुण्डली हेराउनको लागि बायोमा फोन नम्बर छ, व्हाट्सएपमा जोइन हुनुहोस् र युट्युबलाई सब्स्क्राइब गर्नुहोस्। जानुहोस् त्यो व्यक्तिलाई कसरी बसमा पार्ने त कसरी काबुमा ल्याउने, हजुरको जीवनलाई कसरी त्यो मायामा सुन्दर बनाउने जान्नुहोस्। सर्वप्रथम हजुरले के गर्नुहोस् भन्दा शनिबारको दिन हुनुपर्ने छ र हजुरले पिपलको रुखमुनि जानुहोस् र पिपलका रुखमुनि हजुरले पिपलबाट झरिसकेका दुईवटा पात जो नच्यातिको होस् त्यो पात राम्रो होस् अनि त्यो पात हरियो हुनुपर्ने छ र पिपलबाट झरिएको हुनुपर्ने छ, हजुरले टिप्न पाउनुहुने छैन। त्यो पात शनिबारको दिन ल्याउनुहोस्, बिहान गएर लिएर आउनुहोस्, गएर अनि हजुरले त्यसलाई धोएर राख्नुहोस्। राखिसकेपछि बेलुकाको समयमा हजुरले के गर्नुहोस्, एउटा चन्दनले अथवा बेसारले स्वस्तिक बनाउनुहोस् अनि त्यही स्वस्तिक मुनि हजुरले त्यो व्यक्तिको नाम लेख्नुहोस् एउटा पातमा, अर्को पातमा फेरि स्वस्तिक बनाउनुहोस् र आफ्नो नाम लेख्नुहोस् अनि हजुरले मह लगाएर त्यो पातमा मह लगाएर यता पनि मह लगाउनुहोस् यता पनि मह लगाउनुहोस् र त्यो पातलाई एकै ठाउँ जोड्नुहोस्। जोडिसकेपछि हजुरले रातो धागोले 11 पटक त्यो दुईवटा पातलाई बान्नुहोस्। बाँधिसकेपछि हजुरले रातो कपडा लगाएर एकैछिन ओम नमो भगवते वासुदेवाय मम प्रेमी वश्यम फट, ओम नमो भगवते वासुदेवाय मम प्रेमी वश्यम फट भन्ने मन्त्र हजुरले 108 पटक जप्नुहोस् अनि त्यो मान्छेको नाम भन्दै त्यो पातलाई फुकिदिनुहोस् र हजुरले आँखको बुटा मुनि अथवा कुनै एउटा बीज अलिकति धेरै ठुलो नहोस् धेरै सानो नहोस् दिनका दिन बढ्ने किसिमको रुखमा मुनि लगेर गाडिदिनुहोस् र त्यो व्यक्ति हजुरको 21 दिनदेखि 35 दिन भित्र त्यो व्यक्ति हजुरसँग बसमा पार्नेछ र हजुरको लागि हमेशा हमेशाको लागि मायामा रहनेछ। हजुरले यो प्रक्रियाबाट आफ्नो व्यक्तिलाई बसमा राख्न सक्नुहुनेछ, काबुमा राख्न सक्नुहुनेछ। चमत्कारिक उपाय छ, हजुरले गरेर लाभ लिन सक्नुहुनेछ। यो उपाय घरमै बसेर हजुरले गर्न सक्नुहुनेछ। योग गरेर लाभ लिनुहोस् र माया सुन्दर बनाउनुहोस्। हरे कृष्ण।